हेलो बाई बाई। अब उस हेर्नुहुन्छ कसरी गर्छ भनेर के आउँछ तपाईँलाई? एउटा डिस्चार्ज सिरिज मात्र गर्ने उस गरेर लाएको थियो कि न्यू यतै डिबज 1 क्रिएट गर्यो यो भयो। अब यति डिस्चार्ज सिरिज डिस्चार्ज सिरिज उहाँ पनि भयो यो भयो। अब 31 डिसेम्बर 2006 यो सेभ गर्यो। प्रोसेसिङ सिङ्क हो कि लेखाएन कि प्रोसेसिङ सिङ्क गर्ने अनि पछि बोल्दा टाइम सिरिज गज क्युबिक पर मिटर 1 डे क्युबिक मिटर पर सेकेन्ड म्यानुअल एन्ट्री टाइम विन्डो टेबलमा चाहिँ यो कपी अनि पछि पेस्ट अनि सेभ गर्ने अनि चाहिँ रन कम्प्युट क्रिएट सिमुलेसन रन नेक्स्ट अरे कन्ट्रोल 1 पछि यो रन 3 हजुर सर मैले त डाइरेक्ट डिस्चार्ज टाइम सिरिजबाट गरेर उस मात्र गरेको थिएँ, डिफाइन त केही गरेन सर। ए रन पनि भयो। तपाईँले के भन्नुभएको सर? यो त डिस्चार्ज कहाँको भनेर सेट गर्नु पर्यो नि। ए त्यो त गरेन सर। सिङ्क 1 हजुर अप्सन ए हजुर आउनु न सर मेरो उसको जस्तो डाटा कता आउँछ नि? यो अब यो रिजल्टमा जाने ए कम्प्लिट भयो रिजल्टमा जाने हजुर रन 3 गरे होइन अहिले हजुर सर हो रन 3 को अहिले हामीले अब्जर्भ हेरेको चाहिँ सिङ्क 1 मा हजुर यसको ग्राफ यो भयो। खै त तपाईँको अब्जर्भ डाटा आछ कालो पछाडि छ कालो यता देखिन्छ ल यो अब्जर्भ फ्लो भयो यो तपाईँको सिमुलेटेड भयो। बुझेन सर यो त अब्जर्भ र अब्जर्भ भयो तपाईँले अघि जुन डाटा उता कपी गर्नुभयो त्यहाँ फिल्डमा मेजर गरेको डाटा यो भयो मोडेलले दिएको डाटा यो भयो। ए मोडलको त्यही हो सर। मोडेल दिएको भनेको चाहिँ यो भयो। अब यो क्यालिब्रेसन भयो अब भ्यालिडेसनको लागि छुट्टै टाइममा होइन यो डाटा ठिक छ कि छैन अब यसले हावा यो डिस्चार्ज जे मलाई त्यही आइरहेछ नि त होइन यो त केसँग म्याच हुनु पऱ्यो यसमा म्याच हुनु पऱ्यो त्यसमा म्याच छैन सर। अब्जर्भ र सिमुलेसन त्यसलाई के भन्छ रे? त्यो हाम्रो उस नै हुन्छ नि। म्याच भयो कि होइन भन्नुको लागि अब टोलरेन्स लिमिट हुन्न सर के एक्ज्याक्टै हुनुपर्छ लिमिट टोलरेन्स लिमिट भन्ने जस्तो हुन्छ नि। खुसी अब यो रन गरेर हामीले के गर्नु हुन्छ रन गरिसकेपछि हामीले डिस्चार्ज मेजरमेन्ट भएको भनेको यो सिङ्क 1 भन्ने भयो। सिङ्क 1 मा हाम्रो डिस्चार्ज मेजरमेन्ट भएको छ भने त्यसको यो ग्राफ चाहिँ त्यति राम्रो देखिँदैन तपाईँले हामी यो डाटामा चाहिँ हामी एक्सेलमा लगाएर प्लट गर्दा पनि हुन्छ। यो कालो भनेको चाहिँ अब्जर्भ हो कालो भनेको अब्जर्भ ब्लू कलर छ नि ब्लू कलर भनेको चाहिँ मोडेलले सिमुलेसन गरेको डिस्चार्ज यो दुईटा के हुनु पर्यो पर्फेक्टली म्याच सेम प्रेसिपिटेसनको लागि सेम डिस्चार्ज। अब रियल अप्सन मोडेलको त सर्ट कमिङ गर्नु हुन्छ त्यो भइसकेपछि एक्ज्याक्टली म्याच गर्दैन त्यो नगरिसकेपछि यो समरी टेबलमा हेर्नु समरी टेबलमा यहाँ पर्सेन्टेज बायस भन्ने छ अर्को नाच सर्ट फ्लिप भन्ने छ। हजुर सर पर्सेन्टेज यो सिङ्क 1 के तलतिर सेकेन्ड अप्सन चाहिँ नाच सर्ट फ्लिप र पर्सेन्टेज बायस भन्ने छ। हजुर यो हाम्रो मोडलले पर्फर्म गर्यो भन्नलाई यो नाच सर्ट फ्लिपको भ्यालु चाहिँ
0.6 भन्दा बढी हुनुपर्छ अनि मेरो नेगेटिभ रहेछ अनि कसैकोमा 0 point something होला 1 नेगेटिभ ठिकै छ अब अब हामी भनेपछि अहिलेसम्म हाम्रो मोडेलले चाहिँ राम्रोसँग काम गरेको रहेछ त्यसको लागि अब हामी यो डाटालाई यो थर्ड भ्यालु टाइम सिरिज टेबल भन्ने 0.6 भन्दा बढी यही पछि अब त्यसको लागि मैले के गरेँ भने यो सबै डाटालाई कुन भ्यालु भन्नुहोस् न कि ओरी नाच सबै ओरी यस गरेर अब यहाँ अब्जर्भ गर्दाखेरि चाहिँ देखिएन के मिलेको छैन देखिएन नि त यो क्लासमा त्यो नर्मल भइसकेपछि हामी के गर्छौँ एक्सेलमा लैजान्छौँ कपी गरेर एक्सलमा लाने सर सर कुन भ्यालु हो कपी गर्नु भएको टाइम सिरिज टाइम सिरिजको आउटफ्लो कसरी आएको थियो ए मेरो त यहीँ छ यो आयो भने के हो यो भयो नि बल्ल मोडल राइट भयो नत्र मोडलिङ गरेको अझै इरर छ कि डेटामिट हो त्यो हामी निकाल्न कन्ट्रोल यो मार्क एउटा भनेको अहिले कन्ट्रोल बी नआउने रहेछ केको लागि डर लाग्छ यो सबै कसरी गर्ने हो सिलेक्ट कन्ट्रोल अलले भएन उसै भएन एकचोटि है यो गर्यो अनि त्यहाँबाट नि सिलेक्ट भएन कन्ट्रोल अल अनि कन्ट्रोल सी गर्नु कन्ट्रोल सी हैन उतै चाहिँ कन्ट्रोल सी के कन्ट्रोल अल गर्नु तपाईहरुमा कन्ट्रोल सी अब जानु त हाम्रो मोडलबाट आएको डाटा छ ए कन्ट्रोल भी को हो नि है मेरो त कपी भएन त तपाईँको कपी भयो कसरी हो अब यसलाई चाहिँ अब ठुलो बनाएर हिँड्ने ए यो नहुने यो को हुनेछ नेब्बार ए मैले उस सोधेँ है रेट ए हो अलि उस तर उसमा अलिक झुक्क्या छ क्या उतै हामी त्यही बिल्डिङको गर्थ्यौँ नि त रेट टाइम त्यसैले बाहिरको प्लास्टरमा अलिक झुक्किन सक्छ है त्यो चाहिँ उसँगै पछि कुरा गर्न नि मिल्छ अहिले पछि भन्छ है ठ्याक्कै लेखेको छु मैले डेट अब यसमा हेर्नु त्यो कहाँबाट आएछ त्यो पनि त्यहीँ कसरी गरेर रहेछ सर राख्न लानुभएको यो हेकेजम यसको डाटा यो पोइन्ट एड मार्क यो गरियो स्टेप त प्लट गर्नुभएको सर त्यो कपी पेस्ट गरेको त होइन है त्यो हुरियोलाई कपी पेस्ट गरेको त होइन है ह्याक एचएमएसको लागि हजुर हेकेजमको लागि कपी पेस्ट गरेर एक्सेलमा अब र प्लट गर्नु प्लट गर्ने हो अब प्लट गर्नु त्यहाँ हेर्दाखेरि दाम यसलाई कपी गर्न मिल्दैन मिलेन कि त्यही ल्याउनु आयो सर आयो कसरी आयो कुन कुन प्लट गर्ने अरे कुन कुन versus plot? कुन त्यो दुईटै डाटा सिलेक्ट गर्ने अनि ग्राफमा प्लट गरेर कुन पाथ सिमुलेसन र अब्जर्भरलाई लास्ट टोटल इन्फ्लो वाला इन्फ्लो अब्जर्भ फ्लो र सर यत्रो डाटा कहाँबाट आउँछ यो तलपट्टिको मेरो तल बटम लाइनमा होरिजेन्टल एक्सिसमा आयो कि 190 179 कसरी आयो यो यस्तो आयो कहाँबाट आयो म यो यो तपाईँले यो एउटा कोलम क्रिएट गर्नु न 1 2 3 4 यो दुईटै सिलेक्ट गरेर डाइरेक्ट ग्राफमा हान्ने हो दुईटा सिलेक्ट गरेर त कहाँ हुन्छ एउटा सिम्बल नम्बर भनेर एउटा यहाँ 1 2 3 4 हान्दै जान्छ
रन गर्नु कि त्यसपछि 2 गर्नुहोस् अनि त्यसपछि यसलाई गर्नुहोस् स्ट्यान्डिङ पनि गर्दैन यो यसलाई सिम्बलमा गरिरहन्छु एसएन राख ल अब यसलाई सिलेक्ट गर्नुहोस् भनेपछि यो एकपटक अनि फेरि होइन, यो केमा गर्नुपर्छ? अहिलेलाई नम्बर अफ डाटा मात्र राख्छु पछि प्लट गर्दा चाहिँ अब टाइम गर्छ अब यो सबै डाटा पनि ल्याउनु पर्दैन कसरी गरेर यो डिलिट गरेर उस गरिदेऊ आउँछ है कन्ट्रोल चाहिँ गरेर मलाई देखाइदिनु हो यसपछि के गर्ने हो यस्तो गरेर यो सिलेक्ट गर्नु पर्यो होइन यो सिलेक्ट गर्नु पर्यो अनि इन्सर्टमा जाने हजुर भयो यहाँ त डाटा यहाँ इन्सर्टमा जाने यो गर्नुभएको तपाईँले यो गर्नुभएको अर्को रहेछ कता हो अप्सन यहाँ मेरो देखायो फटाफट यहाँवाला छ कता हो होइन यो इन्सर्टमा जाउँ त तपाईँले यहाँ कुन गर्नुभयो ए त्यो स्क्याटर एक्स वाइ भन्दैछ अब यो डाटालाई हेर्नु भने यो सबै पनि प्लट गर्नुपर्छ 3 वर्ष मात्र कुन गर्नुभएको नि स्क्याटर भन्ने चाहिँ के हो स्क्याटर विथ स्मुथ ए अँ। कुन यो यो हुन्छ म्याक्सिमम मिनिमम के हो यो फेरि म घर गएर छुट्टै डाउनु यो तपाईँले उसको यो मलाई सेन्ड गर्न मिल्छ एक्सल नेटै छैन गाउँटै छैन होइन मसँग उस छ हार्ड ड्राइभ अहिले पठाउनु अहिले पठाइदिनु है यो कुन हो नि एक्सल एक्सेल 16 ट्र्याक गरेको है खै के गाडी यो अलरेडी कम्प्युटरमै थियो ट्राई गर्नु आफै थियो मलाई थाहा भएन। त्यो के हो राख्नुलाई वेब चार्ट हो यसो ग्राफ हो कि ओ आयो ग्राफै हो चार्ट डिजाइन यही होइन यहाँबाट आयो फेरि चार्ट डिजाइन जादु ए होइन अघिनेको गरेँ मैले एउटा एक्स्ट्रा डाटा युज गर्दै रहेछ कि सेलेक्ट गर्दै रहेछ एउटा दुईवटा तिनवटा अनि चारवटा ओरियो यसरी क्या एउटा यसरी अनि ओरियो यसरी सेलेक्ट गर्दै रहेछ माथि पनि यो कस्तो आएछ कति भ्यालु हेर 0 100 ग्राफको नेचर चाहिँ सेम आयो अब डाटा के भयो यहाँ त झन् आगे छैन 500 1000 1500 ए यो त बन्ड चेन्ज गर्न मिल्छ नि इनपुट टोटल इनफ्लो आउटपुट टोटल यो तिमीलाई थाहा त यो भन जस्तै यो डाटा यहाँ आयो नि सेम यस्तै डाटा यहाँ माथि अर्को हाल्नु पऱ्यो कि त्यो राइट क्लिकबाट एकचोटि है यो त यो चाहिँ मैले बुझिनँ तपाईँले के भन्नु अब अनि यो जुन भ्यालु छ नि एक्सिसमा यो भ्यालु यहाँ हाल्नु पऱ्यो कि किनभने चाहिँ हामीले तिनवटा प्यारामिटरको देखाउँदाखेरि जस्तै भर्टिकल एक्स एक्सिस भएन अस्ति हाम्रो उसमा देखाएको थियो नि हाम्रो हजुर यो टेक्स्टमा क्या 4-5वटा ग्राफ थिएन यो एउटै ग्राफबाट अटेन्ड गर्नु हुन्छ यस्तो बनाउनु पऱ्यो कि यो यहाँ अप्सन माथिको छैन डिजाइन है गर्नु पऱ्यो। क्विक लेआउट एड चार्ट एलिमेन्ट एक्सेस प्राइमरी होरिजेन्टल एक्सेस टाइटल टाइटल के भन्नुभयो सरले 2 वर्ष पर्फेक्टली म्याच त भएन हैन एउटा हेर्नु पनि यहाँ बेस फ्लोर सडनली ड्रप भयो क्लासिफिकेसन पछि ड्रप भयो यसलाई मिलाउनु पर्यो त्यो निलोवाला सर यहाँ निलो भनेको हामीले सिमुलेसन गरेको भएको हो हजुर त्यो येल्लो यस्तो अथवा यो
एउटा टाइपको छ कि रेड कलर हेर्नु त रेड कलर माथि भयो भनेपछि अब खासमा डिस्प्ले चाहिँ हामीले कन्स्ट्यान्ट मन्थली गरेको कन्स्ट्यान्ट मन्थली गरेको कन्स्ट्यान्ट भ्यालुमा पऱ्यो त्यही भएर मिनिमम भ्यालु त मिल्यो तर यता चाहिँ मिलेन भनेपछि अब बेस फ्लोलाई चाहिँ हामी के गर्ने रिसेसन घटाउनु पर्यो रिसेसन गरेर बिस्तारै गड बेस फ्लोलाई रिसेसन गर्नु पर्यो अर्को चाहिँ पिक धेरै ठुलो आछ आएको छ सर आएको त्यो भनेको चाहिँ लस चाहिँ कम भयो है अब हामीले अहिले चाहिँ सबै प्रेसिपिटेसनलाई अझै यो प्रेसिपिटेसनमा इभापोरेसन घटाएर राख्नुपर्ने इभापोरेसन हामीले युज गरेर छैन छोडिदिनु इभापोरेसन मेथड हामीले गरेको युजै गरेनौँ त्यो भएपछि हामी इभापोरेसन ट्रान्सपिरेसनको कति भ्यालु हुन्छ त्यसलाई चाहिँ हामी डिक्रिज गर्न मात्रै प्रेसिपिटेसन एड गर्नु पर्यो अथवा त्यही इभापोरेसन ट्रान्सपिरेसन चाहिँ सेट गर्नु पर्यो त्यसको लागि टेम्परेचर भ्यालु चाहिँ टेम्परेचर नभएको भएर हामीले गरेनौँ भने त्यसको लागि अब हामीले कसैको पिक धेरै आइरहेको छ भने निलो पिक बढी आइरहेको छ भने लसमा हामीले के लस गरेको छ लस कम भएको भन्ने के छ पिक धेरै आयो भने क्यानोपी बनाउन सक्नुहुन्छ क्यानोपीले गर्दा पनि के हुन्छ लस हुन्छ होइन त्यो क्यानोपीको भ्यालु बढाइदिनुहोस् अर्को सर्फेसलाई बढाइदिनुहोस् अर्को चाहिँ यहाँ लसै भन्छ नि हजुर यो इनिसियल एन्ड कन्स्ट्यान्ट छ नि यसको भ्यालु बढाइदिनु त्यो गरेपछि के हुन्छ पिक चाहिँ घट्छ त गर्नु भन्नाले दुई चाहिँ बढी एकदमै धेरै लस के आएको बढी हुन्छ हजुर भ्यालु घटाउनु पर्यो नि सर आहा ब्लू धेरै खान्छ सर यो उसको लागि भन्नाले ब्लू 1000 र 15 लस बढाउनु पर्यो कि हामीले लसको भ्यालु चाहिँ बढाउनु त्यो केसमा चाहिँ के भयो सिमुलेसन भ्यालु बढेको सिमुलेसन चाहिँ रन अफ भ्यालु छ नि त्यो प्रेसिपिटेसन रेस्पोन्स रन अफ भ्यालु बढेको त्यसलाई घटाइदिनु रन अफ भ्यालु कसरी घटाउने लसलाई बढाउने लसलाई बढाइदिने लसलाई अब लस भनेको क्यानोपी लस पनि बढाउन सक्यो सर्फेस लस रन अफै घट्यो बढाउन सक्यो अथवा इन्फिल्ट्रेसन लस लस इन्फिल्ट्रेसनलाई पनि हामी बढाउन सक्छौँ हामीले लस चाहिँ गरेकै थिएन अस्ति हो सर लसहरू त लिएकै थिएन होइन लसहरू त लिएकै थिएन नि। लस लिएको भ्यालु अब हेरौँ आज भने आज चाहिँ तपाईँको लिएको भ्यालु मात्रै लेछ आएको छ सर माथि आएको छ यो पोइन्ट हुँदैन माथि आछ आछ सर आछ इनिसियल लस बढाइदिनु म्याक्सिमम इनिसियल लस र म्याक्सिमम भ्यालु बढाइदिनु नि कन्सटेन्ट रेट भन्ने नि बढाउनु पर्यो नि सर इनिसियल लस चाहिँ कुनको भन्नुभएको सर प्यारामिटरमा क्यानोपीको क्यानोपी हामीले इनिसियल स्टोरेज 1 इनिसियल स्टोरेज 1 राखेको थियो क्यानोपीमा 10 हो 15 गरिदिने सबै सेलेक्ट फिल ओके अनि एप्लाई त्यही उसमा हामी कि प्यारामिटरमा जानु क्यानोपीमा क्यानोपीमा जानु सिम्पल क्यानोपी गर्नु अनि यहाँ डाटा अब उसबाटै भाग्नु हो क्या अब जानु त क्यानोपीमा जानु प्यारामिटरमा जानु क्यानोपी अर्को यहाँ हेर्नु हजुर सर सिम्पल क्यानोपीमा जानु समय टेबलमा दुईटा भोल्युम हेर्नु अब हाम्रो त 10 लाई 15 20 बनाइ पिक कम्प्युटर र अब्जर्भ वाला सर अब्जर्भ भोल्युम हेर्नु कुन बढी छ कम्प्युटेड बढी छ कम्प्युटर बढी छ भने चाहिँ हाम्रो अब्जर्भमा भन्दा कम्प्युटरमा बढी डिस्चार्ज फ्लो भइरहेको छ भने चाहिँ लस त बढाउनु पऱ्यो यहाँबाट पनि थाहा हुन्छ है फिल गरिदिनु फिल यो टेबलमा हेर्नु पऱ्यो भने यी दुईटा भोल्युम भयो एउटा कम्प्युटेड अर्को अब्जर्भ के गर्नु पर्यो कम्प्युटेड चाहिँ कम्प्युटर चाहिँ हाम्रो मोडलले बनाएको त्यो भ्यालु चाहिँ अब्जर्भ भन्छ धेरै आयो त्यो लस चाहिँ कम भयो अझै घटाउनु पर्छ है लसलाई घटाउनु ल एउटा क्यानोपीले घटाउनु बढाउनु भयो होला त्यस्तै
अब्जर्भ भनेको स्पिडमा मेजर सर्भिस बनाउनु भयो कोफिसियन्ट बढाउने हो कि स्टोरेज बढाउने हो र स्टोरेज बढाउने रे 15 भिसे राख्नु कति आउँदो रहेछ सही बराबर जस्तै आउनु पर्यो तर एक्ज्याक्टली बराबर त आउँदैन अब सर्भिस भइरहने सर्भिसलाई पनि फेरि बढाइदिन्छ कोफिसियन्ट नै बढाउनु सर क्रप कोफिसियन्ट के छ नि हो कोफिसियन्ट त्यही त छोडेन हामीले नछोडियो लस बढाउने इनिसियल लसेसहरू यताउता के क्रपमा चाहिँ 3 र 3 राखे त्यसरी इनिसियल स्टोरेज अब यो क्यालोरी बढाउनु भयो हजुर बढायो त्यस्तै सर्भिसलाई पनि बढाइदिँदा भयो सर्भिस सर्भिस म्याक्सिमम 5 राखेर 10 बनाइदियो 20 धेरै भ्यालु राखेर त के हुँदैन होला सर के कसो फेरि गएपछि के हुन्छ लस बढी हुन्छ यो अघि मेरोमा आएको थियो नि हजुर त्यो ठ्याक्कै इक्वल आउनुपर्छ सर कि तपाईँले लास्ट टाइम बोर्डिङ क्यालकुलेसन गर्दा त ट्याक्कै इक्वल हुँदैन त्यो न्यास सर्किट छ नि होइन त्यसको भ्यालु 0.6 भन्दा बढी हाल्नु पऱ्यो तर प्यारामिटर फेरि जेमालाई चाहिँ राख्नु पाइँदैन र त्यो जुन यो राख्दा हामीले चाहिँ पानी यो पावर पनि के हुन्छ ट्याक्कै म्याच हुनुपर्छ सही अब एकदम ग्राफिक ट्याक्कै हुँदैन हुँदैन नेचर हो पिकमा आउनु पऱ्यो ए रनै गरे छैन मैले बेस फ्लो नि त बढाउनु मिल्छ होला नि फेरि उता के असर गर्छ भन्ने कुरा हो ए उस गर्नुपर्छ हामीले यहाँ त रङ नआउने रहेछ आए त हुन्थ्यो मलाई अब यो यो कालो तर कालो त्यो गर्नु सक्छ सोइल त त्यसमा के हुन्छ हजुर हाइली इन्फिल्ट्रेसन हुने छ भने त्यसमा बढी राखिदिनु भ्यालु कुनै चाहिँ हिमालतिर गर्नु सक्छ हिमालमा के हुन्छ रनअप डाइरेक्ट हुन्छ होइन रनअप हुन्छ ढुङ्गा त्यो हो त्यसको लागि चाहिँ के गर्ने लसको भ्यालु कम गरे कम गर्दैन यहाँ कति राख्यो सुल्टी हजुर भन उसको मैले दुईटा मात्रै चेन्ज गरेको क्यानोपी र सर्फेस मात्र अरू त गरे छैन अहिले हजुर लस इनिसियल एन्ड कन्स्ट्यान्ट कन्स्ट्यान्ट भ्यालुलाई हामी थोरै बढाइदिन सक्छौँ हजुर कन्स्ट्यान्ट भ्यालु 0. कति छ त्यसलाई थोरै कति राख्छौँ मैले त 0.1 राखेछ 2 बनाइदिनु अब यो त ट्रायल एन्ड इरर एप्रोच हो चेन्ज गर्दै जाने सर रियल यता अपडेट भएपछि फेरि रिटर्न गर्ने त्यो फेरि रन गर्ने रिजल्टको लागि त रन गर्नु अब यो अहिलेको लागि लस मात्रै गर्यो भने हजुर ठिक छ अहिले नाचको भ्यालु कस्तो देखिरहेको छ कम्पनी तपाईँको 0.106 छ मेरो चाहिँ नाच कोएफिसिएन्टको भ्यालु कति छ तपाईँहरू आफ्नो लेखेर राख्नुहोस् चेन्ज भयो कि होइन भनेर लेख्नै बिर्सेछ हामीले त लेख्यो -1.0 रन पुनः रन गर्नु पर्यो ए 1.807 फर्स्ट भ्यालु ए झन् घट्यो यार मेरो त 0.032 आयो घट्यो रन गर्यो यो चेन्ज नै भएन त मेरो मासको भ्यालु ए मेरो त भयो कति भयो -0.47 रन माइनसमा आउनु पर्ने हो र यो होइन घटाउँदै जाने अब 0.6 पर हुनु पर्यो 0.6 भन्दा बढी झन् सर 0.032 आयो भनेपछि अब मैले के गर्नु पर्यो यहाँ हजुर त्यो भ्यालु फेरि वान आउँदैन राम्रो भन्ने पनि हुँदैन है त्यो चाहिँ के गर्नु पर्यो फेरि अब तपाईँले अब फेरि रन गर्नु हजुर गऱ्यो रन गर्नु फेरि रिजल्टमा जानु हजुर 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 फर्स्ट भ्यालु हेर्नु एकछिन है सर फेरि त्यो भ्यालुलाई रन गर्नु किन यो रिजल्टमा
किलोकै भयो भने त फेरि आउनु पर्ने हुन्छ टेबल तल पछाडि हेर कन्सटेन्टहरू पनि बनाइदियो यहाँ छ नयाँको फेरि टेबल बनाउने हो सर नयाँको फेरि टेबल बनाउने हो फेरि टेबल त बनाउनु टेबल बनाउँदा के गर्नु भन्दा पहिले एकछिन छ नि हजुर बनाउनु यही टेबल ए आफै चेन्ज हुन्छ मेरो त्यही भएर हो त्यही पनि के गरेँ त कन्ट्रोल अल गर्ने ओ चेन्ज भयो यहाँ फेरि नयाँ एकछिन लगाउने यसले लगेर यो 1 जनवरी 00 छ नि हजुर यसमै लगेर टेस्ट त्यही फिगरले काम गरेको त्यसरी गर्नु कन्ट्रोल अल ल तलसम्म भयो त हेर्नु जानु पऱ्यो पेस्ट गर्नु पऱ्यो होइन सर 0.188 आएको घट्यो के भयो ठिक छ त्यो घट्यो भने के फरक भयो यसले त बढाइदियो भने मेरो त अर्कै आयो तल जानु सेको त्यो फर्स्ट स्ट्यान्डर्ड अझ बढाउनु स्ट्यान्डर्ड भनेलाई कन्सटेन्ट बढाइदियो भने त एकदम त मात्रै बढाइदियो फाइभ बना अब भोलु हेरेर अहिले अहिलेसम्म फरक आयो थोरै घट्यो तपाईँको भोलु त्यो म्याक्सिमम स्टोरेज बढाइदिनु पऱ्यो यहाँ चाहिँ यो भोल्युम घट्यो होइन घटाउँदै अहिलेको लागि एउटा यो यसरी प्यारामिटर गर्न सक्यो है अर्को भनेको घट्यो एक्स राउटिङको यो अर्को मेथड भनेको अप्टिमाइज गर्ने मेथड पनि हुन्छ यहाँ हेर्नु अहिले सिमुलेसन रन गर्नु जस्तै कि कम्प्लिट छ हामी अघि तपाईँ घर गएर अब यहीँ आएर हुँदैन कि घरमा प्र्याक्टिस गर्नु पऱ्यो यहाँ आउँदै जतिमा छोडेछ त्यतिमा छुट्याएर कहिले साथीको दिन है अब एउटा गर्दै तपाईँहरू भन्ने हेर्नु पऱ्यो नत्र त यहाँ दिनभरि गऱ्यो भने पनि मिल्दैन त्यसपछि यो तपाईँहरूले यहाँ सिमुलेसन रन गरे जस्तै कम्प्युटरमा गएर अप्टिमाइजेसन ट्र्याक म्यानेजर भन्ने छ होइन हो यसलाई क्लिक गर्नु आठ पन्ना लगाइसकेको छ अघि त हामीले सिमुलेसन गऱ्यौँ क्रिएट गर्ने सर अब बडा हात लाऊ त सङ्घर्ष झलक सर सङ्घर्ष ए सङ्घर्ष अर्जुन सरले नै जोड्नु अर्जुन सरले त्यो अप्टिमाइजेसन ट्र्याक गर्ने त्यो कम्प्युटरमा बनायो भने मात्र आउँछ सर त्यसपछि बद्नु हजुर बेसिन 1 आइसकेको छ क्वेसन पेपर आउट गर्दैन हजुर अब यहाँनिर अप्टिमाइजेसन 1 भन्ने आयो त्यसमा क्लिक गर्नुहोस् हजुर अब डेट राख्नु होला इन्टरभल छुट्टै होइन सर के हो नेक्स्ट मेथड परेको
म्याथमा पढेको प्यारामिटर होइन 1 के हो त हाम्रो सिम्प्लेक्स र अरू त के छ अरू मेथडहरू पनि छन् यहाँ उम्, युनिभेरिएटेड डिफरेन्शियल इभोल्युसन अब यो त्यो चाहिँ पढेँ एउटा तपाईँले सिम्प्लेक्स पढ्नु भयो होला अर्को लागि कहाँनिर सर त्यो सर्चमा हजार गर्ने वाउ म्याक्सिमम हजुर कि कम्प्युटरमै गर्नु होइन सर्चमा हजुर अब्जेक्टिभ्स कतिवटा हजार 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 पहिला सिम्पल बनाउनु भयो त्यसलाई हजुर अहिले हामीले म्याक्सिमम गर्ने हो त्यो मिनिमाइजेसन होइन कि म्याक्सिमम म्याक्सिमाइजेसन गर्ने हामीले के भन्नुभएको सर अहिले म्याक्सिमाइज किन गरेको अरे हजुर अँ ए ए नाचलाई म्याक्सिमाइज गर्ने र हेर्ने भनेको चाहिँ नाच कोफिसिएन्ट अर्को क्लिक गर्नु बेला हामी सेभ हुन्छ नास कोफिसिएन्ट नास नर्मलाइज नास ट्रान्सफर्मेसन के हो डाटा ट्रान्सफर्मेसन के गर्नु भएन डाटा ट्रान्सफर मिनिममले म्याक्सिमम बनाइयो अनि त्यो तलपट्टिको स्ट्याटिक्स चाहिँ हो नास बनाइयो अब्जेक्टिभ कम्प्युटरमा क्लिक गर्नु अप्टिमाइजेसन अप्टिमाइजेसन नर्मलाइज यहाँसम्म भयो हजुर यो भयो राइट क्लिक गर्नुहोस् माथि हेरेर अप्टिमाइजेसन त्यसकै भ्यालु हेरिरहेको 0.6 भनेर अब हामीले केलाई त अप्टिमाइज गर्यो केलाई अप्टिमाइज गर्यो प्यारामिटर दिनु पर्यो त्यसको लागि एड प्यारामिटर प्यारामिटर 1 आयो एटलिस्ट दुईटा प्यारामिटर चाहिन्छ रिच कतिवटा छ त्यो दुईटा प्यारामिटर गरौँ होला हेर्दै गरौँ होला त्यो प्यारामिटर 1 यो आयो प्यारामिटर हजुर अब प्यारामिटर 1 के लिन्छ भन्नु हैन यहाँ अगाडि हेर्नु न अगाडि साथै यो कम्प्युटर अप्टिमाइजेसन डाटा बेसी नम्बर अप्टिमाइजेसन 1 भनेर त्यसमा हामी यहाँ राइट क्लिक गर्नु सक्नुहुन्छ ल यहाँ एड प्यारामिटर दुईटा जतिवटा गरे पनि गर्छ अहिले चाहिँ हामी मस्किङ गमको भ्यालु चाहिँ मस्किङ गमको के र भ्यालु अप्टिमाइज गर्छौँ लास्ट भने पनि यहाँ अगाडि हेर्नु त कहिले अप्टिमाइजेसन नर्मलाइज्ड स्ट्याटिस्टिक्स नर्मलाइज्ड एलिमेन्ट माथि म्याक्सिमाइजेसन गर्नु भयो तर यो गर्ने बेला यो हेर्दै बस्न पर्ने रहेछ अब यसले आफै भनिदिने कि एरर ठ्याक्कै त्यति बेला म अघि ठ्याक्कै त्यति बेला भनिदिने वार्निङ दिन्छ कि त्यति बेला गरिदिने कि स्यापमा त त्यस्तो हुन्थेन फेरि सबै गरेपछि रन गरेपछि कुन गर्ने थाहै हुन्थेन सरले भन्थे क्या मिस्टेक गरे हामीलाई थाहा हुन्न भन्दै थियो त्यस्तो सरलाई सोध्यो भने उसले डाइरेक्ट सुरुबाट गरिदिन्थ्यो कि त्यो मिस्टेक खोज्ने भन्दा त उसले आफू सुरुबाट गरिदिन्थ्यो यसको राम्रो रहेछ अप्टिमाइजेसन 1 के हो प्यारामिटर 1 के नगर्ने अहिले पाउनुहोस् यो सुधान्त लाग्थ्यो आर्थिक चाहिँ चिल चिल चिट परिरहेको छु म हिजो आएकोदेखि जनसमिति पनि थाहा तिमीहरू स्क्रिन रिकर्डर गरे हँ मैले स्क्रिन रिकर्डर गरे सेन्ड गरिहाल्छ नि गुगल ड्राइभमा स्क्रिन रेकर्ड गर्नु अँ प्यारामिटर 1 त प्यारामिटर 1 भने प्यारामिटर 1 के लिन्छ भन्दाखेरि रिचहरूको हामी गऱ्यौँ पहिला मैले यहाँ तपाईँको रिचहरूको हाल्नु रिच सबबेसिन हजुर सबबेसिनहरू हजुर सर
मैले यो अहिले रिच 6 भन्ने गरेँ होइन तपाईँको त्यहाँ रिच कुनै छ भने रिचलाई गर्नु मेरो त अप्सनै आएन सर रिचको तल हेर्दै जाउँ। तल भन्दा त्यहाँ सबमिसन धेरै आएन सर सब बेसिन अल सब बेसिन भनेर आयो अल सब अनि तल जाउँ। अबे आएन ए, त अब तल डाउन त कता हो? यो 6 चाहिँ आउनु पर्यो कि जग्गा हुन्छ कि अन्त। मोडल टर्ने गाडीहरू त्यहाँ पनि ठिक भयो क्या तिनवटा प्यारामिटर हातोडे त्यो त एड गर्नु है अनि यहाँ के सबमिसन मान्छेले मेरो पनि बढ्ने लिङ्क मान्छे कम्प्युटरको दुइटै भयो त्यो तिनवटा तिनवटा यति बढ्यो अरू त लगभग सेम हजुर रिच 6 त्यो तपाईँले चाहिँ के गर्नु हुन्छ यहाँ अप्टिमाइजेसन किन क्या तपाईहरु चाहिँ यहाँनिर चाहिँ उम्. कसैको ए ए यहाँनिर अब्जेक्टिभमा तपाईँको सिङ भएको ठाउँमा हजुर सबमिसन भएको हुन्छ त्यो प्यारामिटर आउँदैन हाम्रो त अब्जर्भ डिस्चार्ज भएको हुन्छ सिङ वान हो यसमा सिङ वान प्रयोग गर्नु है त्यो पछि अर्को प्यारामिटर सेट गरे हजुर रिच 6 र यसमा चाहिँ हामीले के गर्ने भन्दा मस्टिकम के को भएर चाहिँ हामी अप्टिमाइज गर्ने पहिला 3 रहेछ अब यो इनिशियल भ्यालु 0.0 भयो भने इनर छ भने अलिक बढी बनाइदिनु 2.5 छ के यहाँ पहिले त्यो होइन इनिसियल म्याक्सिमम अब त्यो हेर्नु भने हाम्रो केही सानो छ काठमाडौँको हो म्याक्सिमम भ्यालु चाहिँ बढाइदिनु टाइम अफ कन्सन्ट्रेसन भनेको त धेरै भयो 10-15 आवर होला हैन भनेपछि Internal. यस्तो भ्यालु के को भ्यालु पनि इन्टरनल गरेर लर्ड वेभले ट्राभल गर्ने टाइमको रिचमा हजुर. सानो छ नि हाम्रो इनिशियल भ्यालु कति हजुर इनिसियल भ्यालु त्यो चाहिँ त्यो त्यसो भएको भ्यालु भन्दा अलिकति बढी राख्नुपर्छ फेरि 1 2 राख्नुपर्छ मतलब के इन्टर भ्यालु त्यही राख्नु हामी त अब 2.5 त्यो त्यति लेन्थमा चाहिँ लर्ड वेभले ट्राभल गर्ने भ्यालु टाइमलाई चाहिँ हामी के भनेको भनेपछि के 0.1 यसरी घट्यो बढेन बढाउनु नै होला यो पनि 150 तर यो मिनिमम पनि भएको अन्त बढाउनु पर्यो। त्यहाँ 0.0 छ नि अँ। त्यो गर्नु भने अलिक राम्रो। हजुर अब त्यहाँनिर रिस भनेको फर इक्जाम्पल म्याक्सिमम बढाइदिनु 50 किलोमिटर पनि धेरै गाह्रो छ 40 किलोमिटर होला हामीले अब त्यो भनेपछि अब त्यहाँ धेरै म्याक्सिमम टाइम लाग्यो भने पनि 10 घन्टा लाग्दैन उम्. थर्ड किलोमिटर त्यही हो भने त्यहाँ तपाईँको त्यसको भ्यालु 150. मोडेल र रङ मोडेलको आउटकम एउटै सेम आउन सक्छ त्यही भएर यसको भ्यालु चाहिँ अहिले हामी 500 राख म्याक्सिमम चाहिँ 15 राख्छौँ 15 15 आवर भन्दा बढी हुन्छ हिजो 150 आवर आयो एकदमै सर लकमा नगर्ने लक गर्नु भयो भने तपाईँको डाइरेक्ट त्यहाँ भ्यालु चेन्ज भइदिन्छ पुरै अनि बेसिन त्यो गर्नु माथिको सुरु 10 छ नि सर तपाईँको हाम्रो त 3 छ नि हामी नि 10 ओभरअलको होला मै जस्तो लाग्यो कि किनभने यो त रिच वानको लागि मात्र गरेछ कि तपाईँ पनि भ्यालु राख्नु सक्छ प्यारामिटरले हो प्यारामिटरमा हामी ठाउँमा भयो नि त बस्नु भनेको हजुर मैले अब यो म्याक्सिमम के राखेको हाम्रो त छुट्टै छुट्टै छ हजुर छुट्टै छुट्टै छ सबैहरू 3 त्यसमा चाहिँ अहिले केही नगर्ने है सर हुन्छ सर नबढाउनु मिनिमम कति सर 0.1 हुँदा हजुर अब स्टेप अब फेरि प्यारामिटर 1 है प्यारामिटर 2 अब रिच 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 6 अब के पनि बढाउनु पर्यो रिच 10 एक्स होइन सर अब के नै हो के गर्नु 0.1 प्यारामिटर जति छ त्यति राख्यो अनि पछि हजुर 15 मैले राखेँ अब त्यो तर 100-200 राखेर प्यारामिटर हुन्न। त्यति गर्नु त्यो त तपाईँले प्र्याक्टिकल फिजिक्स हजुर प्यारामिटर एड गर्न सक्यो हामीले अब सब बेसिनको राख्नु भयो प्यारामिटर सब मेसिनको मसिनो प्यारामिटर भन्छ त पेजको त हैन अब अर्को रिच एड गर्ने रिच 4 अहिलेलाई पनि ल यति तिमीबाट मात्रै गरेँ
तपाईँले अब घरमा त्यस्तो गरेर सक्यो केमा चाहिँ कि म आफ्नो जान्छु भन्नु 15 आयो ल अहिले तिनवटा प्यारामिटर 15 आयो तिनवटा सबमिसनको के को भ्यालु अप्टिमाइज गर्नु त्यसपछि अलिक ठुलो दोकान बढाइदिनु त्यो 15 हो सरले लेखेको कि 18 हो अर्को प्यारामिटर नि थप्नु सबै थपेर बनाउनु लाग्यो सबै प्यारामिटर त्यसपछि फेरि रन गर्नुपर्छ सबै त्यसको लागि अहिले चाहिँ अब तपाईँको घरमा गएर गर्नु अहिले एउटा नो प्यारामिटर्स भयो सबै डिफाइन भयो हजुर अप्टिमाइजेसनमा अहिले तिनवटा नि त्यस्तो तपाईँले अब सबै रिसको लागि केको भ्यालु लिन सक्नुभयो एड गर्दै र सबैको लागि प्रत्येक डिसको लागि एउटा प्यारामिटर एउटा प्यारामिटर दिने अब यो अप्टिमाइजेसन पनि ट्रायल 1 2 3 हेरेर बनाउँछ यो गरिसकेपछि के गर्ने अब यहाँ रनमा जाने रन 1 नगरेर अप्टिमाइजेसन ट्रायल अप्टिमाइजेसन 1 गर्ने ट्रायल अप्टिमाइजेसन 1 गरिसकेपछि त्यसलाई रन गर्ने डन अहिले के गर्छ त्यो त्यहाँ भेरिएबल भ्यालुलाई चाहिँ चेन्ज गर्दै गर्दै जुन हाम्रो नास सर्टिफिकेट भ्यालुलाई चाहिँ बढाउने काम गर्छ रिजल्टमा अब जाने त्योहरू भयो भने फेरि हामी रिजल्टमा जाउँ आयो रिजल्ट यो 1 by 1 गर्दै चेन्ज भयो त मेरो अप्टिमाइजेसन ट्रायल भनेर रिजल्ट आयो ए हाँ सर हो सही सही ए यहाँको रहेछ त्यसको सिक 1 मै जानुहोस् ऑप्टिमाइजेशन सिङ्क 1 ओ -2 3 झन् बढेर झन् बढ्यो -2 यो हिडन ट्रायल मेथड हो कि अब आफै गर्ने घरमा बसेर हजुर सर मेरो त अलि बढेछ अहिले त झन् घट्यो भने घट्यो नि घट्यो मेरो त झन् चेन्ज भयो भनौँ न हजुर सर अप्टिमाइजेसन गरेर नि यता रन गरिन्छ यहाँ अब के फंक्सन भने यहाँ क्लिक गर्नु भयो नि ठिक छ रन गरौँ त्यसो समरी आउँछ अर्को भने यसो हेर्नु भने फंक्सन चाहिँ कसरी चेन्ज भयो भने यहाँ क्लिक गरेर आउँछ तिम्रो देखाएन है देखाएको छ सर देखाएको छ देखाएको छ तपाईँको किन नदेखाएको रहेछ ए स्ट्रेट लाइन आहा सर ठिक ए यो माथि जानु त होइन यहाँ हेर्नु न यहाँ रहेछ सरले त माथि हेर्नुभयो होइन माथि माथि स्क्रु माथि माथि वरि हेर्नुभयो सरले त होइन वरि फङ्सन ए मेरो त आएन छ सर यहाँ पर यो लाइन होइन त्यहाँ थियो चेन्ज भएन मेरो त किन आएको त उहाँको आएको थियो झन् घट्यो तपाईँको यहाँ हेर्नु त स्क्रोल गरेर ठिकै छ त्यस्तै अरू प्यारामिटर चेन्ज भयो भने चेन्ज भयो केही भयो अब ठिक छ फर इक्जाम्पल अब हाम्रो यहाँनिर ग्राफमा छ अहिले भने त कुन भ्यालुलाई म्याक्सिमम भयो भने फर इक्जाम्पल आउँछ नि यस्तो भयो इन्टिग्रेसन गर्दा कुनै पनि अप्टिमाइज आएको त्यसले करेस्पोन्डिङ के को भ्यालु भयो के को भ्यालु अघि गर्ने त्यो भ्यालु हामी चेन्ज गर्नु यहाँ अप्टिमाइज भ्यालु त्यसपछि गएर चेन्ज गरिदिने फर इक्जाम्पल अहिले चेन्ज गर्दा के को भ्यालु चाहिँ हामी दुईटामा गएर चेन्ज गर्यो नि हामीले फर्स्टमा जाने फेरि कुनमा चेन्ज गरेको हामीले अहिले हामी 654 त 6 मा चाहिँ मेरो फर इक्जाम्पल 12 मा अप्टिमाइज आयो 5 मा चाहिँ 8 मा अप्टिमाइज आयो र 4 मा चाहिँ 10 मा आयो भने यसलाई चेन्ज गरिदिने के को भ्यालु मात्र होइन सर 17 र 10 त्यो अप्टिमाइज गरिसकेपछि त्यो भ्यालु ल्याएर हामी चेन्ज गरिदिने त्यो अर्कोलाई के गर्ने फेरि रन गर्ने त्यो अघि के हाल्नु पर्यो मस्किँदै अप्टिमाइज भ्यालु आयो इक्जाम्पल यसको लागि के को भ्यालु 12 अप्टिमाइज आयो यसको लागि 8 आयो यसको लागि 10 आयो त्यो अप्टिमाइज भ्यालु चाहिँ कताबाट हेरियो सर हामीले अप्टिमाइज भ्यालुको लागि त्यो प्यारामिटर भन्ने छ नि
हजुर आमा। अप्टिमाइज प्यारामिटर सेकेन्डमा त्यही देखाएको छ सर अँ अप्टिमाइज प्यारामिटरमा हेरौँ। त्यस्तै अब यो त एउटा प्यारामिटर गर्यो नि त हामीले हजुर सबै डिस्को लागि के लस गर्न सक्नुभयो त्यस्तै अरू प्यारामिटर यहाँ भएको सबै प्यारामिटरहरूलाई त्यसपछि क्लास मिनिट हालेर आफ्नो के रे जस्तो हेरेर गर्न सक्नुभयो स्टोरेजको चाहिँ टाइममा यो यो जति टाइममा पर्फर्मेन्स गरिरहेको त्यसरी नै गरेर अब तपाईँले 15-16 हात च्यालेन्ज गर्दै जाने अब घरमा पैसा गर्दै जाने नाम सर्टिफिकेट चाहिँ 0.6 भन्दा बढी आउनु पर्यो अनि अर्को चाहिँ यहाँ ग्राफिकल रिप्रेजेन्टेसन गर्दाखेरि त्यो दुईटा के हुन्छ सेम चेन्ज गर्ने होइन सकेसम्म बेसिकलाई मर्फ गरेको राम्रो रहेछ त्यही हालेको अहिले चाहिँ हामीले थोरै डाटा थोरै यस्तो धेरै छ कहाँ कहाँ हेर्ने कुनै एउटा एभरेज दिएको पनि होइन कुनै एउटा पार्टिकुलर स्टेसनको स्पेसिफिकेसन दिँदा चाहिँ त्यसले गर्दा अर्को भन्दा चाहिँ अझै हामी प्यारामिटरहरू अप्टिमाइज गर्ने र अर्को बेस फ्लो चाहिँ हामीले कन्स्ट्यान्ट भ्यालु राखेको छौँ इक्जाम्पल अहिले बेस फ्लोलाई पनि हामी के गर्न सक्छौँ भन्दाखेरि प्यारामिटरमा बेस फ्लो कन्स्ट्यान्ट मार्जिन नराखेर रिसेसन राखेको रिसेसन राख्यो भने यस्तो आउँदैन रेगुलरली हेऱ्यो भने लिनियर इन्टिग्रल राखेर कहाँ गएको सर चेन्ज गरेर जानु पर्यो सुरुबाट प्यारामिटरमा जाने बेस फ्लो गर्ने कन्स्ट्यान्ट नगर्नलाई रिसेसन गर्नलाई चेन्जमा जाने रिसेसन चेन्ज सेन्सर गर्नुको लागि हामीले त सबै महत्त्व तपाईँले के गर्नु सक्नुहुन्छ डिफ्रेन्ट महत्त्व हुन्छ बेस्ट फ्लो भएर डिफ्रेन्ट राख्नु अक्समा पढाइदिने अर्को कम राख्ने महत्त्व हेर्नु त्यसको जुन हाम्रो डिस्चार्ज राख्छ त्यो हेर्नु अहिलेको लागि मैले अहिले यो गरेँ भने मासको भ्यालु यसो ग्राउन्डबाट कतिवटा लिएर राख्ने भनेको ग्राउन्डबाट स्टोरेज चाहिँ बिस्तारै अब यसमा चाहिँ कति राख्ने भनेको छ अब यसमा मैले अहिले 1 राख्ने के कस्तो आउँछ हेर्नु त कहाँ जानुभएछ सर हो तपाईहरु अब यो आफै कस्तो प्यारामिटर कहाँबाट आयो त्यो प्यारामिटर जानु बेस फ्लो जानु रिसर्च त भएको छ नि त अनि चेन्ज मिटर जानु यास गर्नु यो हचार्नु लिनियर यास गर चेन्ज गर्नु अनि फेरि त्यहीँ जानु बेस फ्लो यहाँ हचार्नु त्यसको बेला यो यार यो सप्रेसन लिनियर 1 2 3 आफै आउनु पर्यो यार तल माथि रहेछ हावा फर्स्ट सिस्टममा 1 2 3 4 5 होइन होइन त्यसरी आउनु मेरो नि आउनु त्यो त तपाईँको हो रि यहाँ फिगरमा होला जुन पहिला थियो त्यो यहाँको यहाँ छ नि यो त्यस्तो म्यानुअल त्यसले कसरी काम गर्छ अनि यो लिनियर रिसर्च भएर चाहिँ बेस फ्लो कसरी काम गर्छ भनेर हेर्नुको लागि चाहिँ यसको म्यानुअल हेर्नु पर्छ अथवा यही जुन बेस फ्लो बाइ लिनियर रिजर्भर भन्छ पेपरहरू हेर्नु पर्यो त्यसले कसरी काम गर्छ त्यो भयो नि बल्ल हामीलाई यो प्यारामिटरहरू कति राख्ने बल्ल इनिसियली गेस गर्न सक्छ अहिले त हामीले जेमा त्यही भएर ऱ्यान्डमली राखेको छौँ यस्तो ऱ्यान्डम राख्नु मिल्दैन हो त्यसको लागि चाहिँ पेपरहरू हेरेर जर्नलहरूमा पब्लिस भएको पेपरहरू हेरेर भ्यालु राखियो त्यो फरेनको नि हाम्रोमा एप्लाई त हुन्छ होला नि सर लगभग एक्ज्याक्टली नभए नि त्यो नियरेस्ट रेफरेन्स त्यो फेरि अघि नै त 150 थियो नि त त्यो फरेनको बेसमा होला
होइन बेसिनको एरियाको साइज अनुसार हुन्छ। तर पनि तपाईँले त्यो ठुलै नारायणीलाई राउन्डिङ गर्न खोज्नु हजुर तर 150 घन्टा पनि लाग्न सक्छ माथिदेखि तल टाइममा पर्छ। तर अब तपाईँले सानो यहाँको खोल्साको मोल्डिङ गर्ने हुँदैन त्यसको त टाइममा पर्छ त्यसो कति हुन्छ मिनेटमा 10 मिनट मिनेट घन्टा 1 घन्टामा हजुर त्यो त बेसिकको साइज आउँछ बगेर गइहाल्छ सही छ ल अहिलेको लागि म यो चाहिँ ज्ञान भएको छ कहाँ पुग्यो कति 0.1 हो त्यो लिनियर रिजर्भायर बेसमा भनेर कहाँ के ल्याएको नि बेस फ्लो बेस्ट फ्लोबाट चेन्ज मेथड गर्नु त्यो कति हो नि नम्बर अब यसमा चाहिँ अब ग्राउन्ड नम्बर अफ प्लेयर त्यो अब हामी नेक्स्ट क्लासमा 10 बाट पढ्छौँ त्यो 4 1 हो कि 6 हो यो कहाँ ल्याएको अहिले दिइहाल्छ जति 1 रहेछ यो कहाँ हो अब हेर्ने यो हामी यो बेस फ्लोबाट लिनियर रिजर्भ बेसिनमा के चेन्ज गर्ने इन्ट्रेस्ट चाहिँ अब त्यो चाहिँ हाइड्रोलिक मोडल त्यो हाइड्रोलिक के चेन्ज गर्ने हो भन्छ चेन्ज गर्ने यहाँ प्यारामिटर जानु बेस फ्लो जानु अनि चेन्ज मेथड गर्नु अनि नन छ ननको तल चाहिँ लिनियर रिजर्भ चुज गर्नु पहिला पहिला पिस बनाउँदैछौँ भने त हामीलाई के चाहियो कति देरसम्म पढाउनु थाल्छ म्याक्सिमम पढाउने हो त्यसको एनालाइसिस गर्नु के त हाइड्रोलिक्स अब वाहनहरू कति सर यो त केमा रन गर्ने हो ट्रायल सबै भ्यालु हाल्नु त्यो अनुसार चाहिँ सबै भएर होला अझै पछि फेसिल गर्नुको लागि चाहिँ हेग्रास चाहिँ बढी युजफुल हुन्छ सर यो चाहिँ अप्टिमाइजेसनमा रन गर्ने हो कि छुट्टै रन त्यो पछि रिजल्ट हेर्नु हौ यसमा कतिवटा चेन्ज रन त भयो हजुर रन भयो तिनवटा कुरा चाहिँ प्यारामिटरमा जानु बेस फ्लोमा लिनियर रिजर्भर जानु त्यसपछि यो बेस फ्लोको साइडकोमा 1 अनि त्यसको छोडेर अर्को फ्र्याक्सनमा 0.1 कोफिसियन्टमा 6 रिजर्भरमा 1 जुन सेतो छ त्यहाँ मात्र चेन्ज गर्ने जुन कालो छ छोडिदिने फ्र्याक्सनमा कति हाल्ने मैले गरिहालेँ 6 हो कोप्सन अनि दिवान रिजर्भ भयो अब यहाँ त झन् 0 आइदियो अब भने त्यो कोफिसियन्टहरू मिलेन अनि हामीले दियो नि यहाँ कोफिसियन्टहरू दियो नि ओ घट्यो हेर लास्ट बढ्यो राम्रो भयो त त्यो भइसकेपछि अब हामीले चाहिँ फ्र्याक्सन अलिक घटाइदियो के हुन्छ हेरिदियो यो त भयो चेन्ज भयो झन् माइनसमा आइदियो फेरि अघि ठिक थियो ए हामीले सबैको कन्सटेन्ट छुट्टै छ नि त प्यारामिटरमा बनाउनु पऱ्यो क्या मेरो त अब 1 हटाउनु पऱ्यो मेन कुरा त त्यही पो जानु रहेछ प्यारामिटर हान्न आउनुपर्ने रहेछ होइन चेन्ज गर्नु पर्यो के अघि भन्यो नि 500 लेख्ने 1000 लेख्ने 150 त फिजिबलै नहुन्न नि त
त्यो हेर्न फेरि छुट्टै फेरि हेर्नुपर्छ। जस्तो यो के नामले धेरै प्यारामिटर दिएको छ GW1 इनिसियल भनेछ GW1 इनिसियल भनेर त्यसो क्या के हो हजुर जस्तो GW1 इनिसियल मिटर कि सब्सिडी भनेर दिएको छ अनि यो मिटर कि पर्सपेक्टिभ किलोमिटर स्क्वायर भनेर छुट्टै छुट्टै प्यारामिटर को लागि यो चाहिँ तपाईले यहाँ अर्को गर्नुभएको यो त मिटर कि पर सेकेन्ड पर एप्रिल कति कति डेटको दाममा 0 मिटर कि पर सेकेन्ड कोएफिसिएन्ट फ्र्याक्सन भनेको चाहिँ कति चाहिँ बाहिर जाने स्टोरेज गर्छ स्टोरेज कति बाहिर जाने कोएफिसिएन्ट भन्दा चाहिँ अब त्यो कति स्टोर गर्छ यसको लागि के गर्नु पर्यो फेरि मैले अनि फाइनल एप्रिल 20 बाट एक्जाम छ एप्रिल 25 मा भर्ती भरे यार इनिसियल भ्यालु त गरेर त अब अझ बढी आउँछ धेरै राख्नु पर्ने भयो अनि पछाडि गएपछि मिलेको छ तर 1 वर्षलाई चाहिँ पछि हामी यो स्किप गरिदिन्छौँ फर्स्टको 1 इयर हुन्छ नि त्यसको डाटा चाहिँ हामी स्किप गरिदिन्छौँ किनकि मोडल सेटअप गर्नको लागि हुन्छ हैन त्यही भएर 1 इयरको डाटालाई पछि चाहिँ सर्ट क्लिकहरू सबै फंक्सन निकाल्दा चाहिँ त्यो डाटालाई चाहिँ हामीले एकछिनमा गर्ने अनि 1 वर्षको डाटा चाहिँ स्किप भयो स्किप किन स्किप गर्ने भन्दा त्यो मोडल रन भएको भयो नि त्यो सुरुमा धेरै धेरै आयो नि त त्यो इनिसियल भ्यालु नभएको रेस्ट भएको र अब पछि आयो पछि हेर्नु भने अलिक बढी 0.4 आयो तर अलिक लङ टर्ममा चाहिँ आएको छैन यसको लागि अब इन्डिकेटर्स कोएफिसिएन्ट चाहिँ अलिकभन्दा जानकारी बढ्यो अझै यो कोएफिसिएन्टहरू हामीले राख्नु पर्छ के भने सरले भर्खर मैले दिएको थिएँ रेकर्ड अब यसलाई पनि हामीले के भन्नु? मैले भने बुझ्नु भएको अहिले अब यो डटहरू गर्ने यो भ्यालु तल आइरहेको छ हैन अब हामीले खासमा के गर्नु पर्यो भने यसलाई चाहिँ यसैबाट थोरै माथि बढाएर यसलाई के गर्नु पर्यो यसैबाट तल जाने मेरो त अहिले 10 बढी भइरहेको छ 10 बढाएर 10 घटाइसकेपछि अनि यसलाई चाहिँ पिकर यहाँ गर्नु पर्यो त्यो पी पनि मेरो भइरहेको छ सिफ्ट भइरहेको छ यो चाहिँ अब मैले के र एक्स भ्यालु गरेर त्यो पिक आउट गरेर पिक आउट छैन पनि चेक गर्नु यहाँ पिक आउट चाहिँ नि बढाउनु भने ल्याम्बा क्या बढाउनु लागि पहिला पहिला यो मोडल सेटअप गरेर रन गर्ने नै एसिसहरु हुन्थे हैन त्यो भइसकेपछि अब त्यतिकै त यो हुँदैन सेभर के गर्नु पर्छ भने लागेर काम गर्दै गर्दै एउटा एउटा कति फंक्सन गर्छ गर्दै 3-4 दिन यसमा अब किन भने बल्ल यो हेर्न लायक सम्भव हुन्छ फर्स्ट इयरलाई चाहिँ तपाईले त्यसरी सोच्नु होला सेकेन्ड इयर थर्ड इयर फोर्थ इयरतिरको चाहिँ डाटाहरु चाहिँ म्याचिङ हुँदै गयो अब हुँदा हुँदा त यो पनि म्याचिङै हुन्छ तर यो यसलाई चाहिँ पछि हामी रिमुभ गरिदिनु पर्ने भइसक्यो सर तर आएर जानु अझै धेरै भइसक्यो अब के भन्नु गरेर अब तपाईहरु भाइ सबैले के गर्नु पर्यो भने यो मोडललाई सेकेन्ड म्याचले गर्दा म्याच सक्सेस चाहिँ 0.6 भन्दा बढी हुने गर्छ सबैले गर्नु पर्यो 0.6 भन्दा बढी आउनु पर्यो सर त्यो त 0.6 भन्दा बढी निकाल्नु जस जुन म्याच सक्यो निकाल्दिनु सबै क्यारेक्टरहरू चेन्ज गर्ने बेस्ट प्रोग्राम चेन्ज गर्ने त्यसको अरू मेथडहरू गर्ने बेस्ट फ्लोमा अरू मेथडहरू पनि चेन्ज गर्दै हजुर युज P8 एउटा प्रेसक्रिप्सन पढाएपछि के एन्सर गर्नु यो अटो सेभ हुन्छ हैन होइन हुन्न यहाँ सेभ गर्नु
अटो सेभ त कहाँ हुने यहाँ गएर फाइलमा गएर गर्ने होइन होइन यो मात्र गर्नु त्यो गऱ्यो नि तपाईँको अस्तिको त्यस्तै हुन्छ मेरो पनि अस्तिको त्यस्तै हुन्छ अब त्यो गऱ्यो भने होइन नेभर बी सेफ के अब हेरेर पनि स्टप रेकर्डिङ